ल हाम्रो चाहिँ गाडी आइपुग्यो पिकनिक खान जानको लागि यसमा लोड गर्नको लागि अब यसमा चाहिँ हामी सामान लोड गर्नेवाला छौँ यही हो ल अब सामान लोड गर्ने होला नि दाइ कहाँ गएछ अरे यसको ड्राइभर आज छुट्टी रहेछ ल आज हाम्रो पिकनिक कार्यक्रम छ यहाँ चाहिँ पुरै सामान यहाँ बाहिर निकालेर राखिएको छ कुर्सी पनि लाने हो लान ल होला अब गाडीमै लाने भएपछि त बेलुका पनि अनि यसैमा ल्याउनु त होला नि कसको गाडी हो यो कसको गाडी होला यो अब चाहिँ यहाँ काट्ने तयारी हुँदैछ पिकनिकको लागि देखाउनु भएन फेरि यो त ल पिकनिकको रौनक बढ्यो नि त होइन यसले बढायो नि त पिकनिकको रौनक चाहिएको युट्युबमा गइहाल्छ हैन ठीक छ ल राम्रो दाजु चट्ट एकदम चाहिँ सही हान्नु एकदम सही ल ल है भन्नुपर्छ कि सबैलाई ल है भन्दा हामी यो नै हाल्दैन सबैलाई देखाएर हाल्नुपर्ने हो कि हैन ल आज कबासे टोल विकास संस्थाको पिकनिक कार्यक्रमको झलकहरू यस्तो छ है यता चाहिँ ब्रेकफास्ट तयार हुँदैछ अन्डा यहाँ चाहिँ रेडी भयो है दाइ अन्डा रेडी भयो अब चियाको लागि तयारी चल्दैछ ल कार्यक्रम यहाँ चाहिँ व्यवस्थापनको तयारी ल अब खुइल्याउने तयारी जाडो भएर काबे छ ल तिमीहरू उता बस कुर्सीमा गएर बस्छ सबै जाऊ त एकदम चाहिँ पास भएछ कि एकदम तरी ट्याक्क रौँ त पुरै क्लियर के होइन आजको पिकनिकको चाहिँ रौनक बढ्यो कि यसले जुरोको अलि साह्रो हुन्छ कि अर्को छैन ल अब झुल्स्याउने काम मिलाएर सकियो बार्बिक्यू नै हो र पुरै बार्बिक्यू बनाउने हो र आउँदैछ नि यता पावेल भाइले फेरि यहाँ रोस्टको लागि पुरै तयारी ठुलो ठुलो रोस्टलाई सानो बनाएको यहाँ धेरैजनालाई पुऱ्याउनु पऱ्यो नि होइन बगान म दिन्छु कि तिमीलाई नि बनाउने बेला यहाँले फ्रेस हाउसबाट ठुलो पिस बनाएको छ नि यहाँ चाहिँ अनि सानो पिस बनाउनु पऱ्यो यता चाहिँ हाम्रो किचन सेक्सन यहाँ आन्द्रा भुँडी भुटुवाको लागि बोइल हुँदैछ यता चिया तयार हुँदैछ मामाले चिया पकाउँदै हुनुहुन्छ यता दाइले चाहिँ आन्द्रा भुँडीको चाहिँ बोइल गर्दै हुनुहुन्छ ल कबासे टोल विकास संस्थाको मिति 2081 साल फागुन 24 गते वनभोज कार्यक्रमको यो भाँडो बच्छ तर यसलाई डाइरेक्ट चाहिँ कनेक्सन चाहियो सम्पूर्ण तयारी चल्दैछ ल है सबैले हेलो भनौँ त यहाँ पुरै काटकुट चलिरहेछ है हेलो भने हेलो भोक लाग्छ कि लाग्छ छैन हेलो भन हेलो खै त गरेको
ब्रेकफास्टको तयारी पनि चल्दैछ है त्यो प्लास्टिक ल अब झिल स्याहार सकिसकेर कलर लाउने काम चलिरहेको छ दाजु एकदम राम्रो छ है बधाई आउनुभएको छ नि त अनि दाजु ठिक छ ल अलिअलि पहेँलो भएपछि त भइगयो वनमा यसो चाहिँ कलर लाउनुपर्छ रङ्ग्याउनुपर्छ भन्ने एउटा चाहिँ मान्यता मात्रै हो चाहिँ टाउको झिलछेम्दै हुनुहुन्छ टाउको ल टाउको कम्पनी चाहिँ उहाँहरू दुईटा है एकदम राम्रो चाहिँ गर्न लाउनु भएको छ हो पुरै चाहिँ गोरु निकालेर आगोमा राखेर रौरो छ त्यसै रहेछ क्या त्यसलाई त राम्रो सफा गर्नु पर्यो ल यो केटीको लाइन यता हेलो भन हेलो हजुर हजुर हामीलाई हजुरको ब्लगमा ल्याउनु भएकोमा धेरै धेरै ल फेरि भन भनिदिनु त च्यानलको नाम के हो श्रेया इन्टरटेनमेन्ट ओहो ल हजुरको ब्लगमा ल्याउनु भएकोमा हामीलाई धेरै खुसी लागिरहेको छ यसरी नै राम्रो हुँदै हुँदै जानु ब्लग अझै राम्रो हुँदै हुँदै आउँदै गरोस् अहिले भाउजूलाई लिएर नाच्छौँ गीतलाई लिएर ब्रेकफास्टको लागि अब गिलासमा चिया भरिदिएछ चिनी कम भएछ हालेकै छैन अब अलिअलि हालिदियो धेरै छ नि त चिया कहाँ धेरै ओम्लियो अब चाहिँ हाम्रो ब्रेकफास्ट खाने तयारी हुँदैछ यो चाहिँ धेरै हुन्छ यता भाउजूले चाहिँ अन्डाको डिपार्ट परेको हजुरले अन्डा मार्दै हुनुहुन्छ मैले एउटा लिएँ हजुर अनि विकास सर के छ अलि रमाइलो छ नि होइन एकदम राम्रो छ नि हैन मेरो त पहिलो एक्सपिरियन्स हो एकदम खुसी छु हैन त टोलबाट पहिलो चोटिको एक्सपिरियन्स पहिलो एक्सपिरियन्स एकदम एक्साइटेड मेरो पनि पहिल्यै हो अहिले पहिलो हजुरको पनि पहिल्यै होला पहिल्यै हो कति घर नि पहिलो तर काठको टेबललाई मलाई दुईटा खुवाउनु दुईटा खुवाउनु पर्यो दाइलाई के यही खाने हो यसैलाई बनाऊँ भयो यसैलाई बनाऊँ अनि यहीसित सगुन चलायो भयो सगुन यही भयो हैन सगुन आकाले सुरु गर्नुभयो अब छुट्याउन यसलाई ट्याक्रा टुक्रुक बनाइहालौँ त त्यसपछि बल्ल पकाउने काम मात्रै सुरु हुन्छ है अहिले पछि दिन्छु तिमीलाई मादल बोकेर मेरो सानो छोरी बजाउँथे मादल लाग्यो यता चाहिँ मासु टुक्राउने कार्यक्रम चलिरहेको छ यता टाउको विशेष
त्यो बिछाएर त्यो माथि काट्नुपर्छ कि मासु भुइँमा खस्यो भने भाइ हाल्नु न सिधै केयर गएको चाहिँ केटीहरू हेरेर पर्दैन त भिडियो बनाउँछु ब्लग सक्यो यता अब आउनेलाई त्यही राखिदियो अब भात खाने बेला आइपुग्छ न अब भात त दिनु तरकारी हाल्नु न है मैले त्यही भनेको त्यसलाई पहिला भुटुवा गरौँ भन्ने कारणको हो क्या यहाँ फेरि हराउँछ सबै यहाँ काम थुप्रै छ हो त नि पाल टाग्ने काम भइरहेछ यसलाई ठडाउन पायो भने अलिक शीतल हुन्थ्यो कि है टाग्न पायो भने कि त नि यहाँ यो यहाँ चाहिँ हो कि अचार तिमीले हल्लाउँछौ कि हल्लाउ न नहल्लाउ तरकारी अब लगभग रेडी भयो कि है
लगभग पाक्यो कि अब यो आज दाइको कुक कस्तो हुन्छ आज त्यो त चाहिँ रमरम चलेको हो रमरम चलेको अरे सारा भजन के काउली है फ्राई गरेर सुक्यो कि भलै चर्को फ्राई गरेर सुकेको हो फेरि पछि फुल्छ नि यहाँ अर्को लोट ल्याएर हालौँ अर्को लोट ल्याउँ बुढा गो अरे अन्त खानु नअगाएर भन्छ के अरे पाइ पाइ ल तरकारी रेडी भयो हाम्रो तरकारी रेडी भयो नि त ठिक छ नुन नुन ठिक छ ठिक छ नि त्यो अलिक हल्का कमै बनाएको मैले यतिको रेडी ठिक छ कमै खानु हो त नि त्यति जर्को बनाएको मेरो हिसाबले फेरि केमा खनाउने हो र यहीँ कुनातिर हो अलि उता ल अब चाहिँ यहाँ भुटुवा गरी तयारी भाइले तेल राख्दै भुटुवा त हाल्नु के भुटुवामा टमाटर हालेर त्यसमा नहाली माछा हाली के भुटुवा नहाल्ने स्वादै त्यसमा नहाली त्यसमा अलिकति हाल्ने भनेको मैले के हाल्ने नहाली त्यसमा हाल्ने भुटुवामा पनि स्वाद त्यसमा हालेर आउँछ त्यसमा होइन रियल स्वाद आउँदैन कि टमाटर हाल्दैछु किन के काम भन्छ के काम भन् के हो भने जिरा आयो ग्यास त अहिले होइन हाम्रो भुडी गर्दै राख्नु त्यसलाई पछि हो पानी तर्काउनु पानी तर्काएर हाल्नु पट पट तर्काउनु यहाँलाई तरकारी छैन एकदम च्यातमा आज चाहिँ यो मासु र भुटुवाले एकदम मिठो हुन्छ क्या आज कपडै भयो नि उसो अझ प्रानको च्याता न मैले उसको जताकै बनाएको थिएँ कि यता मासु रेडी मटन रेडी भुटुन धुँदैछ धुवाले
आज पनि पुरै आज पनि सकिन्छ कति रुममा 500 छ अरे हाम्रो यसलाई राख्ने छैन नि पहिले हामीले हालेको हो कि के हो त कालो हामीले त हुन्छ यो त मोल्नी मात्रै हो के रे यो अचार बन्दैछ मोलेर अलिक तताएर निकाल्ने मात्रै हो मुला भएपछि त यति हाम्रो होइन लाइभ होइन यो चाहिँ युट्युबमा आउँछ हाम्रो चाहिँ यहाँ यो पिकनिकको लगभग केही गरेको छैन खान्छ तिमी हेलो भन चाहिँ हेलो नछेकेन क्यामेरा छेक्दियो नि हामी पिकनिकको मध्याहतिर छौँ यहाँ चाहिँ खाने काम पकाउने काम चलिराखेको छ यता पनि मान्छे हुनुहुन्छ यता पनि खाने काम हो सलाद खाँदै हुनुहुन्छ दिबा हेलो भन हेलो ल अलि सानो भएछ भाडो चलाउनै मुस्किल भयो अचार हुनुहुन्छ यो यता चाहिँ मासुको परिकार पारेको छ यता तरकारी पाकेर रेडी अब एकछिनपछि हामी खानेवाला छौँ यो मासु ग्रेभी मटन ग्रेभी उता चाहिँ भुटन स्पेसल भुटुवा त्यसको इन्तजारमा है कति ल भुटनमा पानी चाहिँ लगभग सोच्यो अब पर्किने तयारीमा छ यता मटन ग्रेभी चाहिँ एकदम मसला हालेर तयार गर्दै हुन्छ मामाले आज मामाको चाहिँ मटन ग्रेभी एकदम विशेष हुनेवाला छ एकदम मेहनत छ कि मामाको भुटुवा यसैमा त पकाइखेर ए रोस्ट पनि यसैमा पकाउने यो सक्यो यसैलाई नि दाइ यो पनि यसै भयो नि यसैको हो एउटै हो त होइन दाइ त्यो त पर्किन्छ भनेर राखेको नि त्यसलाई त ओहो त्यसलाई काट्नु पऱ्यो दादा मालालाई यहाँ एउटा माला छुटेछ क्या मालै रहेछ नि काट्न बाँकी नै रहेछ ल त यो त हामी कहाँ खोला लगेको छ नि पछि यो त यहीँको हो क्या यो खोला हाम्रो त यो त पहिले हो नि हाम्रो त यो होइन त्यसलाई काट्नु पऱ्यो ल अलिक पर्केको थियो नि भुटनमा पर्केको थिएन यो पड्केको थियो यहाँ बाहिर गएको एउटा माउ छिटेर हो र ल यसलाई काटिहाल्नु पर्यो ल त माला लाउनु पर्यो के चक्कु चक्कु ल्याउँछ महारानीलाई भनेको होइन महारानीलाई यो त पुरै लामै रहेछ अध्यक्षलाई लाउने यो त अनि यतिकै राख्दै सँगै रहेछ नि त पुरै एउटै जसलाई पर्थ्यो हुन त पारेसी पर्थ्यो यत्रो लामो त हाले निल्लो चाहिँ निल्ने हो बिटा टुक्रा नै चबाउँदै गर्ने बगुलाले माछा निल्छ नि अलिकति निलो निल्छ फेरि निल्छ गर्छ नि गरेर एउटा यो टाउको चाहिँ यहाँ हालेन कि त्यो अस्ति अब यो बोक्नु भयो नि अलिक सेन्ट आउँदैन कि भनेर आगो चर्को भन्छ कि माउ पेटमा लगाएर अलिक भुटन मिठो लगायो भने गाह्रो हुन्छ जोरानीको त पानी छम्के भयो पिना लगाएर हो क्या अलिकति उहाँ त आगोमा पकाउनु लास्टै हो क्या तर मिठो चाहिँ हुन्छ क्या आगोमा पकाएको मिठो चाहिँ हुन्छ कि स्पेसल हुन्छ हेर्नु सकिएको छैन जति पेस्ट हालिदियो भने चाहिँ होला के हाल्ने पेस्ट के अदुवा लसुन हाल्यो छैन नि खुर्सा हालिदियो हुन्छ हल्का त हाले खाएर त्यो लसुन मैले सबै हाल्यो
यो चाहिँ ग्रेभी, यो चाहिँ भुटन। सगुन ल, सगुन यहाँ सगुन चल्दैछ है ल, पिकनिकको सगुन ल। सगुन कार्यक्रम ल त सगुन यस्तो चाहिँ दिउँ त। एकदम राम्रो ल, सगुन त च्याप्प। ल त यता पनि दिउँ त, एउटा एकचोटि देऊ न भिडियोमा तिमीले। ल सगुन च्याप्प। भुटुवा नपाकेर भुटुवा अलि बन्छ, भुटुवा पाकेपछि नि चाहिँ सगुन खाने। त्यसमा रोस्ट बनाउनु पर्ने भयो, चिकन रोस्ट। यो भुटन चाहिँ यस्तो पकाउनु पर्ने हो। यहाँ चाहिँ सानसानो हुँदैछ। सबै हालिदिनु, सबै खोपिहालिदिनु पऱ्यो। तेल पनि हालिदिनु, तेल पनि हालिदिनु भयो बाबा। ल बस, अब यसलाई चाहिँ बसालिदिनु त उता। के भयो? ओहो, त्यो टिस्युले फाल त। यो यहाँबाट खनाउँदाखेरि कराईको लाग्यो कि तलको कसलाई? होइन, केही फरक पर्दैन, यो त पहल पर्दैन, यतिकै ठिक हुन्छ। ल त्यसलाई चलाइदिनु त। ग्रेभी यो प्लेन राइस हो कि प्लो हो हाम्रो? प्लेन पनि होइन, जिरा राइस ल, ठिक छ। ल हुन्छ होला है। पर्छ होला त्यो जिरा राइस भएपछि अलिकति त्यो चौतारो छोपिनेर त हाल्नुपर्छ कि अब पुग्दैन कि करिब त्यति हाल्नुपर्छ होला। त्यही ल्याउनु पर्दैछ है। ल है त, ल यसलाई भात खाने भनेपछि अब ठिक छ नि त। काटकुटेको भाग है भाइको, एकदम नली हड्डी चाहिँ आफैले राखेर एकदम सगुन सहितको है। एकचोटि सगुन पनि दिनु भएर सगुन सहित एकदम स्पेसल ल, एकदम स्पेसल। अब यहाँ चाहिँ रोस्टको तयारी हुँदैछ। एकदम क्रन्ची। विकास सर कता खै कता गए? रोस्ट चाहिँ एकदम क्रन्ची होला जस्तो छ है। यो बेसनमा हालेर गर्ने हो चोबेर। ल ठिक छ। उसको डिपार्ट हाम्रो सचिव र विकास दाई सन्दीप भाइ पनि यहाँ जोइन भइरहेको छ। एकदम ठिक छ। मिलन भाइ ल हेल्पर, त्यसपछि हाम्रो प्रेम भाइ। कसको डिपार्टले कतिको चाहिँ टेस्ट निकाल्यो भने हामी चाहिँ मूल्याङ्कन गर्छौँ है पछि, होइन? एकदम सेटिङ हो, सेटिङ। ल यहाँ रोस्टको तयारी चल्दैछ। स्पेसल देखिन्छ कि भुटन है, लुक चाहिँ एकदम अब देखियो नि। चाहिँ पकाएर खाँदाखेरि बल्ल रमाइलो हुन्छ कि, बल्ल स्वाद पर्छ। अनि यो त ठिक छ। अब यसलाई पकाएर
उम्लिएर चाहिँ मक्का निकाल्ने अलिक छिपछिप पिक्निक बनाएर हजुर हजुर ल भने त छैन बाबु अहिलेसम्म चाहिँ अझै 1 घन्टा 6 मिनट पुग्छ त्यसमा नुन चाहनु पर्ने के नुन होइन नुन त अहिले चाहिएको त ठिक छ त नुन त्यो पानी लास्ट हाल्नुभएको हल्का पानी थपियो नि त नुन कम छ है त्यसमा हाल्नुपर्छ अलिकति अलिकति हाल्नुपर्छ आहा रोस्ट है हाम्रो एकदम ट्रायलमा हो यो ल ठिक छ देउताको नाममा देउताको नाममा ठिक हो ल के पनि सक्नु यो नि सक्नु कलर एकदम राम्रो आछ ल है विकास सर हेरौँ है आगो चाहिँ सानो चाहिन्छ भाइ एकदम चाहिँ मध्यम घटाउने बिचमा मध्यम फ्लेममा राख्ने बढी भयो के अरे कम भयो अलि आवाज त त नि टोल विकास संस्थाको पिकनिक कार्यक्रमको मध्यान्तरतिर छौँ हामी सब तयारीहरू चिकन पाक छ त्यहाँ भुटन पाक्दैछ भुटन ग्रेभी चाहिँ तयार भयो तरकारी पनि तयार भयो अब यहाँ चाहिँ रोस्ट तयारी भयो एकदम चाहिँ कुक त प्रोफेसनल जस्तै निक्लियो नि है प्रोफेसनल कुक जस्तै निक्लियो एउटाले चाहिँ चलाउँदै गरौँ त त्यसलाई छिट्याउँदै गरौँ त एकदम रोस्ट त अब टाइम लाग्छ नि त्यसलाई त पकाउनु सबै पाकिसक्यो भाइ हामीले भात दिने है रोस्टमा एकदम नयाँ फ्लेभरमा एकदम नयाँ टेस्ट हुनेवाला छ अनि यो सेकेन्ड र थर्डलाई घैँटो उठाएको केटीको चाहिँ यो बेलुन फिजाउँदै रहेछ त भुट्टोमा त मसला बल्ल रहेछ ल याप ओहो लागेछ कि आगो कमर नि पखरै एकछिन अहिले एकछिनपछि म तिनीहरूलाई हस्तान्तरण गर्दैछु आगो नि खुर्सानी हालिदिनु कति नानी रातो खुर्सानी धुलो त्यो नि कलर लाग्यो पिरोवाला होइन तयार हुने अवस्थामा छ है ल मसला लाग्यो रगत किचनमा चाहिँ रगत जाँदैछ तर अब निकालिदिनु है त्यो रगत हालेर चाहिँ भोलेर निकालिदिनु हुन्छ बस रक्ति गयो है भित्रमा सब्जी होइन अब निकालिदियो हुन्छ निकालेर भात चाहिँ यसमा उसाल्यो है भयो कि भुट्छ बाहिर अलि ल बरु सामान ग्यारेर बनिएको कि आमा फुटाएर 1 घन्टा हालिदिनु बरु केही हुन्न कि ढिलो हालेर केही फरक पर्दैन त्यहाँ यसरी गर्नुभन्दा
एकछिन छोड्यो एक बेला होइन मध्यम भित्र त्यो एकदम तातो जुसी भएको सेलाएपछि टाइट हुन्छ पाक्छ कि किनभने भने जाँदैछ नत्र मगाउने मगा पाक्लो खाने हो भने यतिकै चल्छ कि पाक्छ के भयो यो बेसनमा त्यसले के हुन्छ है यहाँ अब चामल यो लास्ट हाम्रो चाहिँ लास्ट डिस हो यो जिरा राइस यो बन्दैछ यहाँ बद्री दाइले चाहिँ हेड कुक म भात पकाइदिन्छु के उहाँले चाहिँ भात पकाउने ट्रेनिङ नै उहाँको ल ट्याक्क जिरा राइस चाहिँ बन्दैछ है यहाँ यहाँ चाहिँ रोस्ट बनिरहेको छ पर्नु है मलाई पर्नु है है त मैले हालिदिएको पेमेन्ट भयो नि होइन ए ल यता पनि सबजना हुनुहुन्छ एकछिनपछि हाम्रो खाजा खाने तयारी हुँदैछ अब यो भुटनहरू चाहिँ है भुटन रोस्ट चिसो आउँदैछ चिसो आइसकेको छ ल अहिले चाहिँ हाम्रो यो खाजा खाने कार्यक्रम छ अहिले लगभग 1:25 यहाँ रोस्ट पाल्दैछ पाकेर रहेछ यहाँ चाहिँ अब हल्का रमाइलो हल्का रमाइलो हो हल्का रमाइलो यहाँ पावेल भाइ चाहिँ पुरै चाहिँ कुक यो रोस्ट चाहिँ टाइम लाग्छ आज पावेल भाइको जिम्मेवारी चाहिँ रोस्टमा परेको छ है अझै 2-3 घन्टै लाउँछ कि यो रोस्ट पकाउनलाई अनि क्या सर के छ एकदम ओके छ नि होइन त्यस्तो हुँदै पहिला छ पिकनिकमा आज
ल हाम्रो प्रेम भाइ नि आएछ ल यता चाहिँ भाडा सफा गर्ने कार्यक्रम चलिरहेछ हुन्छ मामा थाकेर हो पुरै थाकियो नि अहिले त एकदम थाकियो त नि यहाँ त बुहाहरू हुनुहुन्छ यहाँ होइन मासु होइन पकाउनु त थाकिन्छ कि धेरै पकाउँदा थाक्नु त्यो उसमा चाहिँ कम गाह्रो हुन्छ पकाउँदाखेरि त्यो धुवामा आगोमा पकाउँदाखेरि दादै ठिक छ नि हजुर खाना त एकदम A1 एकदम प्रोफेसनल कुकले पकाए जस्तो एकदम A1 थियो होइन आन्टी एकदम स्वादिष्ट थियो त भात खाइसक्नु भयो र भात त अझै खाने बाँकी छ अझै खाना बाँकी छ भुटुवाडै थाहा पाइयो होइन भुटुमै थाहा भयो अझै भात खाएपछि अझै राम्रो थाहा हुन्छ अझै हजुरआमा कतै हिँड्नुभएको अब अनि खाना खानु भयो ए पछि खानु भयो त नि त्यसपछि हामी खाना खाइन्छ है ए ल अहिले यति मात्रै ल कन्टिन्यू 5 मिनेट गीत गाउँ
छोड्दे भयो फुस्क्यो यहाँ फुस्क्यो बेलुन खै बेलुन खै ल एक पाकै सबै एकछिन कहाँ मलाई समातेको उता अर्कोलाई भुटाल आफ्नो दिदीबहिनीलाई होइन आफ्नो दिदीबहिनीलाई होइन यता भुटाल बाहिर जानु पाउन्न ह्यान्डब्याग बाहिर जानु पाउन्न हात पछाडि भनेको दिदी अब अलिक सागुराउनु पर्छ अब प्राइस ल फर्स्ट ल यसका साथै हाम्रो आजको कार्यक्रम चाहिँ समापन भयो पुरुषको भइ त फुटै पर्दै जानकारी गर्न चाहन्छु धन्यवाद अब चाहिँ बाबा जाँदै हुनुहुन्छ Pega.
पुरस्कार पाउँदैन कि हाम्रो चाहिँ अब अन्तिम गेजमा छौँ हामी दाजु खाना कस्तो छ ठिक छ राम्रो छ एक नम्बर छ है नि त खाना एक नम्बर छ ल एकदम थपी खाने है चिकन रोस्ट अनि यो के अरे मटन भयो मटन ग्रेभी अनि यो चाहिँ मटर र अनि आलु ग्रेभी आलु करी करी अनि अचार मुलाको सबभन्दा मैले पकाएको भातै मिठो दाइले पकाएको ठिक हो यता पनि हुनुहुन्छ ल माइजू ल कस्तो छ खाना एकदम मिठो छ त नि राम्रो छ एकदम जित्यो छ यहाँ आफैले पकाएको त्यही पनि एकदम मिठो छ है नि त भाउजूले खाना हुन्छ कान्छी यहाँ छ अहिले भने खान्छ यहाँ मिठो छ अनि दाजु के छ खाना मिठो छ एकदम स्पेसल है नि त माम मिठो छ ल फोटो आयो अस्ति भाइको फोटो आयो चाहिँ कालिम्पोङ जाँदाखेरि आज तपाईँको फोटो आयो एकदम रेडी छ फोटो ल कस्तो छ खाना हजुर एकदम स्पेशल छ एकदम स्पेसल छ है त आन्टी एकदम स्वादिष्ट छ एकदम मजाले खानु है मजाले खानु है गर्न नि ठिक छ नि ल एकदम मजाले खाने है ल यता पनि छन् मिठो छ कि खाना ल ठिक छ ल हाम्रो कान्छाहरूको के छ प्रतिक्रिया भन्नु त यसो तिमीहरूलाई पनि देखाउनु पर्यो नि त राम्रो छ अघि जितेको लोकल खोलेर खाने कि कुन लोकल लोकल रे बियर भन्नु अन्त के भनेछ हो अब कति बेला खान्छ खोलेर खान्छ भात त खाइसक्यो त सँगै खाने नफल हो अब भात खाएपछि के खोल्छ खान्छ अब छोड्दै ल खाने भए आउनु ल अहिले सम्झु नि त खाने भयो है एकदम थपी ल यता पनि खाने कार्यक्रम सुरु भएको छ अन्त के छ खाइरहेको छ मिठो छ खाना एकदम ठिक छ ल न एकदम ठिक छ है त एकदम मिठो छ थपेर खाऊ ल थपेर खाऊ है मिठो छ एकदम मिठो छ ल एकदम मिठो छ है नि त ल कस्तो छ खाना मिठो छ ल यता पनि खानेहरू छ कैसे खाना मिठो छ ल उता बुवाले खानेहरू भयो खाना मिठो छ नि एकदम मिठो है त काकी यता कस्तो छ खाना खाइरहेको खाना मिठो छ ल अब चाहिँ हामी पिकनिकको अन्तिममा आइपुगेका छौँ अब एकचोटि नाचेर चाहिँ सबै जानेवाला छन् ल नाच सबै नाचेर जानेवाला छन् घर जाने बेला हुन लाग्यो ओ त्यहाँ सुसु गरौँ त ल पिकनिकको रमाइलो
सबै ल त सबै एकचोटि ग्रुपमा ल सबै ग्रुपमा केटीको मन त कमल भन्थे फुलको थुङ्गो झै साइला फुलको थुङ्गो झै यसको मन मात्रै देउताले पनि हाले चण्ढुङ्गो झै साइला हाले चण्ढुङ्गो झै सँग जाने बाटोमा तन बिर्सी जाने मायालाई सँग जाने बाटोमा तन बिर्सी जाने ला सक्यो